मैनी ब्लगमा तपाईहरुलाई स्वागत छ। राजु दाइको युट्युब च्यानलमा गएर सर्च गरेर लाइक सब्स्क्राइब दुईटै गरिदिनु होला। चलो भाइ देखो अब मैं क्या करता हूं। अब हामी जाँदै छौं चरपटी खान। अब तोरेको खाएको मन लागेको थियो त त्यो आबिएन कति कबो त। अब हमरोको पेरा देख्दै परेछि। यो हाम्रो दोस्त पनि चल्दिरहेछ हैन दोस्त। यहाँ हेर्नु होला ब्लगमा एकछिन पछि हाम्रो गाउँको बाटो हेर्नु या नेताको बाटो तपाईहरुलाई हेराउँछु एकछिनमा। अब नेताको बाटो हेराउँछु तपाईहरुलाई नेताको बाटो। यहाँ हेर्नु होला पिच हेर्नु होला। अब हाम्रो पछाडीको बाटो हेर्नु होला कस्तो छ। ऐसे कुछ ज्यादा नहीं हो गया बाटो हेर्नु नि हाम्रो नेताको बाटो हिँड्ने छ। मासुक दोकान छ अब तोरो कम मासुक दोकान देखाइ बोलो गाई। राजदा यहाँ मासुको दाम पुच्के भयो। हाम्रो दाइहरु पनि हुनुहुन्छ यहाँ हेर्नु होला। हाम्रो सुरज दाइ दाइले काट्नु हुँदैछ मासु। दाइले हाम्रो गीत हाल्नुहुन्छ जहिले मासु काट्नुहुन्छ मोबाइल छैन भन्नुहुन्छ दाइले। गजब बेइज्जती है। रहेछ यहाँ हेर्नु होला पानी परे बिजोग भइरहेको छ हैन। जहिले पानीमा हिँड्नु पर्छ यार। बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुख खोल। त्यसलाई गिद्दी भइसकेको छ तर मेरो हात पनि दुखिसकेको छ के गर्नु हैन। तर बन्द हुँदैन हात दुखोस् या दाँत भाँचोस् भलक कहिले बन्द हुँदैन हैन। हामीलाई फुल सपोर्ट चाहियो नि त फुल सपोर्ट। भलक किलो भयो गीत अभी मजा आएगा ना भिडो। तिम्रो मायाको जहिले कुरा गर्न सक्दिन। तिम्रो मायाले जहिले तर पाइरहन्छ। तिम्रो यादले जहिले सताइरहन्छ। तिम्रो याद जहिले आउँछ। तिम्रो माया जहिले लाग्छ। तिम्रो यादमा बसेको लाइक टार्गेट छ 1000। यो टार्गेट पुरा हुनु पर्यो। कुछ तरिका है भीख मांगने का। हामी चटपटे दोकान आइसकेको छौँ। दाइले हाम्रो चटपटे बनाइदिनु हुँदैछ। दाइ दुई ठाउँ 50-50 बनाइदिनु त हैन। दाइ हाम्रो युट्युब च्यानल छ नि त ल सब्स्क्राइब हान्दिनु है दाइ। शेट ठोक दीजिए महाकाल का धमाका लाइक और शेट ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए। ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा।